तपाईले अझ केही डर केही उत्प्रेरणा केही हौसला सहित अगाडि बढ्न सक्नुहोस्। कक्षा कोठाको वातावरण धुमिल नहोस्, कक्षा कोठाको वातावरण एकदम अध्ययनशील रहोस् भनेर गरिएका क्रियाकलापहरू हुन्। र यदि फेरि पनि मैले पनि पुनः जोड्न चाहे, हाम्रो टिमबाट कुनै कारणले तपाईमा चोट पर्न गएको छ भने त्यो चोटको खोटलाई यहीँबाट नामेट गर्दै बाहिर निस्किनु होला। तपाई हामी एउटै ढुङ्गामा सबै हिँडेका यात्री हौं। सबै हिँड्दाखेरि कोही बेला कुमले ठोकियो होला, कोही बेला खुट्टाले लाग्यो होला, कोही बेला आँखा देखिएन होला, कोही बेला देखि जानी जिस्केर पनि गयो होला। यी सबै मानवीय जीवन भित्रका सामान्य व्यवहारहरू हुन्। मलाई लाग्छ त्यति धेरै तपाईलाई छुट्टै पर्ने गरी तपाईको मनै दुख्ने गरी सायद हामीले कहिले पनि त्यस्तो व्यवहार गरेनौं होला भन्ने नै लाग्छ। यदि गरिएको छ भने यसलाई क्षमा दिन हुनको लागि भने म स्टेजबाट अनुरोध गर्दै म अब विद्यार्थी भाइ बहिनीहरूलाई सम्मान गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रमतर्फ अगाडि बढ्न चाहन्छु। अबको कार्यक्रममा खाजा अगाडि सम्मान गर्ने र मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ। म पहिले भाइहरूबाट, किनभने संख्या थोरै छ, अगाडि आएर लाइनबद्ध भएर अगाडि आएर मायाको चिनो प्रदान ग्रहण गर्दिन हुनको लागि र विद्यालयका प्राचार्य गोविन्द कार्कीज्यूलाई मायाको चिनो प्रदान गर्दिन हुनको लागि हार्दिक अनुरोध गर्छु। त्यसैगरी सरहरूलाई पनि सहजीकरण गर्दिन हुनको लागि म धेरै अनुरोध गर्छु। सरहरूले फोटो क्लिप्स स्न्याप्स पनि लिनु होला। जे जति छौं हामी यसो गर्नु न, माथि ल्याएर भिडियो बनाउँदैछु। नाम पढिरहनु पर्ने, नाम पढिरहनु पर्ने। यो बिचमा एउटा गीत बजाउनु पाएको भए कति राम्रो हो। एउटा गीत सुमधुर गीत सानो गीत हो नि। भाइ विभीषण धिमाल सम्मान ग्रहण गर्दै भाइ सन्तामान भाइ सार्थक अधिकारी भाइ पूजन श्रेष्ठ भाइ रोशन धिमाल संसान भाइ रेवत थापा फोटो विक्रम सरले भिडियो मतलब भिडियो रेवत थापा भाइ प्रज्वल थापा
अस्ति पनि सबै छैन अनि तपाईँ 12-14 जना 15 जना मात्रै के गर्नु यही राम्रो हो नेक्स्ट भानु सब बोलाउँछु आऊ न हो आऊ अब बहिनीहरूको पालो बहिनी प्रीतिशा भण्डारी यता पनि हेरौँ है भिडियोमा बहिनी सुमिना कार्की